हेलो साथीहरू नमस्ते। आज चाहिँ म हैन अब काम मेरो चाहिँ बिहान कति 6 बजेदेखिबाट अथवा 6:30 बजेदेखिबाट 4 बजेसम्म हुन्छ। त्यसपछिको मेरो फ्री टाइममा चाहिँ मैले हैन शनिबार छुट्टी हुन्छ नि त। अनि त्यसपछि फ्री टाइममा चाहिँ के गरौँ भन्दाखेरि मेरो इन्ट्रेस्ट भनेको चाहिँ यो अचारमा हो नि त। अनि अहिले अचारको एकदमै ट्रेन्ड चलिरहेछ। अनि अब मैले अहिलेसम्म किनेर त खाएको छैन, त्यही अनुसारले अब आफू पनि अब यो फ्री टाइममा केही गरौँ न त भनेर मैले चाहिँ यो मासुको अचार अब स्मल बिजनेस भनौँ कि के भनौँ, यो मासुको अचार बनाउँदैछु साथीहरू। अनि यसमा चाहिँ हजुरहरूले मलाई सपोर्ट गरिदिनु होला। मैले चाहिँ अहिले बफको यत्रो बनाएको, सानो ठुलो बनाएको छुइनँ। बफको बनाएको छु 1 केजीको। अनि चिकन 1 केजीको। हेर्नु न, यो चिकन चाहिँ यस्तो सानोमा मात्र छ है साथीहरू, चिकन चाहिँ हैन। अनि यो चाहिँ मैले कति 400 मा दिने भनेर ठिक पारेको छु। अब यो कति हुन्छ, महँगो हुने हो कि के हुने हो मलाई थाहा छैन, तर मैले खर्च गरे अनुसारले चाहिँ 1 केजीको बनाएको छु। अनि यो बट्टाको चाहिँ 400 मा बेच्ने विचार गरेको छु साथीहरू। अनि यो चाहिँ मैले यो पनि 1 केजीको ल्याएको, यो चाहिँ 3टा आछ के। यसको चाहिँ मैले अनि 700 राखेको छु। अब महँगो भयो कि भएन त्यो थाहा छैन न। अब मेरो खर्च अनुसारले चाहिँ मैले त्यतिमा बेच्दा ठिक होला भनेर राखेको। अनि अर्को मैले पोर्कको पनि बनाएको छु साथीहरू। पोर्कको चाहिँ यो आधा केजीको एउटा आएको छ 1 किलोको भने, अर्को चाहिँ यो यति आएको छ क्या साथीहरू। सबैभन्दा चाहिँ पोर्कमा चाहिँ कमै आउने रहेछ। अनि जम्मा हेर्नु न, यसको चाहिँ मैले 1100 राखेको छु हाफ केजीको। अनि यो पनि होस् भनेर अब यो पनि पोर्कको पनि 400 नै दिएको छु। किनभने पोर्कको पनि अनि चिकनको पनि 400 भन्नु होला। चिकनको पनि भाउ त्यति नै, पोर्कको पनि त्यति नै छ। त्यस अनुसारले मैले चाहिँ त्यतिमा दिने गरेको छु। अब यसमा घटी भयो, पोर्कको थोरै आयो भनेर महँगो रेट राख्नु पनि त मिलेन। त्यही भएर अब जम्मा मसँग चिकनको चाहिँ 5वटा आयो यो 1 केजीको। यसमा चाहिँ मैले फेरि डिप फ्राई पनि गरेको छुइनँ। यो पोर्कको चाहिँ अलिक डिप फ्राई नै भएछ, अनि त्यही भएर पनि घटी भयो होला। अनि यसमा चाहिँ अब मैले खै अब कसरी बेच्ने, यो पनि मलाई यदि साथीहरू कोही चिन्ने हुनुहुन्छ भने, म स्टार्टिङमा हो, कसैले मलाई यसो हेल्प गरिदिनु होला भनेर अनुरोध पनि गर्छु हैन। अनि अहिले चाहिँ म अब बाहिर त मैले गर्न सक्दिनँ। भक्तपुर एरियामा हुनुहुन्छ भने चाहिँ मैले तपाईँहरूलाई यही भक्तपुरको अलिक चिनेको भएर फ्री डेलिभरी गरिदिने विचार गरेको छु। अलिक धेरै लिनुभयो भने, जस्तै 1 केजीभन्दा माथिको भयो भने चाहिँ फ्री डेलिभरी गर्ने विचार गरेको छु। अहिलेलाई चाहिँ यो मैले अब बनाएको 1 केजी 3टाको छ। कसैले लिन चाहनुहुन्छ भने म कन्ट्याक्ट नम्बर छोडिदिन्छु, हजुरहरूले मलाई कल गर्नु होला। अनि तपाईँहरूले सकेसम्म सेयर गरिदिनु होला। अब हजुरहरूले यो भन्नु न, बनाएर खानु भएको अनि त्यसपछि किनेर खानु भएको मसलाहरू सबै बनाउने तरिका एउटै हो, तर पनि स्वाद चाहिँ मान्छे अनुसार फरक नै हुन्छ। त्यसैले मेरो पनि टेस्ट गरिदिनु होला अनि भनिदिनु होला कस्तो भयो। फर्स्टमा हो मैले अब स्टार्ट त गर्दैछु, कस्तो हुन्छ के हुन्छ, फर्स्टमै राम्रै हुन्छ भन्ने नि छैन नि त। त्यसैले मलाई प्लिज सपोर्ट गरिदिनु होला। हस् त, नमस्ते, बाई। अर्को भिडियोमा फेरि भेट्नेछु।